र त्यो भएको कुरा होइन। त्यसमा चाहिँ के भयो भन्दा एउटा सामान्य अथवा अब आइडीको चेक गर्ने क्रममा अब त्यो अलिकता गलत तरिका भएको कारणले गर्दा मलाई चाहिँ त्यो कारणले गर्दा चाहिँ डिटेन गरेको हो है। पहिलो कुरा त्यो मैले कसैलाई चाहिँ टिकटकमा गाली गरेर अथवा कसैको चाहिँ चरित्र हत्या, मैले कहिले कसैको चरित्र हत्या गरेको हो र? कसैलाई ट्याग फर टिथ गर्दा कसैलाई चाहिँ मैले कसैले मलाई चलाएर मेरो आफ्नो पारिवारिक चरित्र, मेरो आफ्नो व्यक्तिगत हरेक कुरालाई चाहिँ जब कोही व्यक्तिले चाहिँ औँला उठाए पछाडि बारम्बार प्रयोग गरेपछि मैले त्यो व्यक्तिलाई चाहिँ प्रतिउत्तर गरेको हो नि त नि। त्यसलाई प्रतिउत्तर भन्छ क्या है, प्रतिउत्तर गरेको हो नि। त्यसलाई चरित्र हत्या भन्छ र? कसरी बुझ्नुहुन्छ तपाईँहरू के? यदि कसैले यदि मैले कसैको बारेमा बिना कारण उसले मलाई केही नभन्दा, उसले मलाई केही नगर्दा, उसले मलाई चलाउँदै नचलाउँदा केही नगर्दा हैन, मैले उसलाई जबरजस्ती गाली गर्नु, मैले उसलाई जबरजस्ती उसको फोटो भिडियो उठाउनु, उसको बारेमा चाहिँ मैले इज्जतमाथि चाहिँ ठेस लाग्ने काम गर्नु, यो गर्नु भनेको चाहिँ त्यसलाई चाहिँ भन्छ के मान सम्मानमा ठेस पुग्ने काम गरेर चाहिँ अरूको बारेमा चाहिँ त्यो गर्यो भने त्यसलाई भन्छ क्या टिकटकमा गलत काम भनेको क्या। मैले त अरूलाई प्रतिउत्तर रिभेन्ज दिएको हो नि त नि। त्यसले गर्दा त्यसरी गलत समाचार सुनाएर मैले गर्दा जेल हाल्यो, मैले यो गर्यो, टिकटकमा यो गरेँ, कतिसम्म ननसेन्स कुराहरू के? कसरी गर्न सक्छ मान्छेले यस्तो कुराहरू के? कसरी लाग्छ तपाईँलाई त्यस्तो? म त हिजो अस्ति भर्खर त आएको मान्छे हो टिकटकमा, एउटा कुरा भन्नै पर्दा है। अनि तपाईँहरू कति मान्छेले सायद यो कुरा अब किन बुझ्नु भएन या किन बुझ्नु भयो या बुझ्नु भएन मैले त्यो कुरा थाहा भएन होइन। तर मैले त अरूलाई उत्तरको प्रतिउत्तर मात्र दिएको हो नि त नि। मैले उत्तरको प्रतिउत्तर मात्र दिएको हो नि त नि होइन। मैले त कसैलाई उसको मानहानि गरेर उसको चाहिँ चरित्र हत्या गरेर मैले चाहिँ उसलाई चाहिँ चलाएको त होइन नि त नि। मैले कसैको बारेमा मैले कुनै व्यक्ति कसैको बारेमा मैले केही कुरा मैले पहिला बोलेको छु, मैले हिजो पनि यही भनिरहेको छु, आज पनि भन्छु, भोलि पनि भन्छु कि मैले त त्यो गरेको छैन नि त नि। र म त्यो टाइपको मान्छे पनि होइन। मैले मात्र के भन्दाखेरि जब मलाई कसैले चलायो, जब कसैले मेरो बारेमा नराम्रो कुरा गर्यो, यस त्यसपछि मात्र मैले अरूलाई प्रतिउत्तर दिएको है। यसमा कुन चाहिँ ठुलो अपराध हुन्छ? यसलाई कस्तो खालको अपराध मान्नुहुन्छ? अनि मैले यसो सोचेँ होइन, धेरै मान्छेले भनेर त्यस्तो कुराहरू टिकटकमा यस्तो गर्यो उस्तो गर्यो गाली गलोज गरे पछाडि अनि यसलाई चाहिँ अब आइसले समातेर जेल हालेर चाहिँ अब नेपाल फर्काउँदैछ। अनि यो चाहिँ यो देशमा चाहिँ कागजपत्र विहीन भएर बसेको छ, यो चाहिँ यस्तो उस्तो के लाग्यो त आज? प्रमाण म यहीँ छु त, समातेको मान्छे मै हो, अहिले फर्केर आएर तपाईँहरूको अगाडि बोलेर बसेको भने मै हो होइन। के रहेछ त? के लाग्यो तपाईँहरूलाई? त्यही भएर कुनै केही कुराको बारेमा बोल्नु अगाडि केही समय अलिकता सोचेर बोल्ने बानी गर्नु क्या है। अलिकता स्टडी गर्नु जरुरी छ, जरुरी छ यो कुरा। हिजोको दिनमा फिडमिनलाई चाहिँ समातेर लग्यो अब डिपोर्ट गर्छ भनेर ब्रुक ब्रुक उफ्रिनेहरू के छ? अहिले अनुहार राम्रोसँग देखाउँदैछ, देखाउन सकिरहेछ, अनुहार देखाइरहेछ। मलाई कहाँ कहिलेको 15 तारिक 15 गते कहाँ चाहिँ मलाई चाहिँ के अरे नेपाल पुर्याउँछ अरे भन्नेहरू के छ? राम्रोसँगै अनुहार देखाएर बाँचिरहेको छ। हुन त अब मान्छेको लाज शरमै पचिसके पछाडि त मान्छेले अनुहार त देखाइहाल्छ नि होइन। अलिकता सोच्नु कि मान्छेले कि यस्तो कुराहरूको बारेमा बोल्नको अगाडि के उसले भनेछ मैले गर्दा पठाएको यसलाई जेल,
उसले भनेछ मैले गर्दा पठाएको यसलाई जेल, उसले भनेछ मैले गर्दा उसलाई पठाएको। औ खमन यार, यति धेरै यो मलाई भन्नु मन त बहुत थियो, तर मलाई यो खासै किनकि त्यो मलाई चाहिँ एग्रेसिभ भएर यो कुरा गर्नुपर्छ जस्तो मलाई फिल भएन कि, लागेन कि अहिले के। किनकि नितान्त मैले चाहिँ यो मेरो आफ्नो जति पनि मेरो सम्पूर्ण मेरो यहाँ टिकटकबाट चाहिँ जोडिनु भएको मेरो सबै आफन्तीहरू सबैजनाको लागि चाहिँ मैले टिकटक लाइभ खोलेको होइन। किनकि मलाई थाहा दिन थियो म किन गएको, किन चाहिँ मलाई समातिएको भनेर मैले यो कुरा मात्र भन्नु थियो कि मलाई के। अरू मलाई चाहिँ त्यस्तो कुरा केही भन्नु थिएन के त्यो। किनकि हो यसरी जब आइसले मान्छेलाई समातेपछि यदि उसले साँच्चीकै अपराध गरेको छ भने नो वे, नो चान्स, त्यसमा कुनै के अरे चान्सै छैन कि मान्छे निस्किनको लागि कि, नो चान्स, 0 चान्स। तिमीहरूको आफ्नै दाजुभाइहरू आफ्नै घरकै मान्छेहरू सबैजना भित्र छिरेर उछाडिसक्यो त्यो ठाउँबाट। यही ठाउँको बकाइदा चाहिँ कागजपत्र भएर यही ठाउँको चाहिँ पासपोर्ट बोकेर सबै कुरा गरेर बसेको मान्छेहरू के भयो त हालत? सक्यो नि होइन, सक्यो नि होइन। हो त्यो हो कि, त्यही भएर त्यो कुरा बुझ्न जरुरी छ है। यदि गलतै गरेर चाहिँ त्यसरी मान्छे जान्थ्यो गएको थियो भने अहिले फेरि फर्केर आएर यसरी तपाईँहरूसँग बोल्नलाई यही ठाउँमा बसेर यही काउचमा बसेर फेरि बोल्न यो एकदमै इम्पोसिबल थियो क्या, एकदमै इम्पोसिबल थियो यो कुरा, जुन कुरा सम्भवै थिएन र हुँदैन थियो पनि के, बुझ्नुभयो नि। त्यसले गर्दा त्यसरी त्यो जति पनि झुटो कुरा गरेर होइन आफूलाई जजले साबित गर्यो। कतिले भनेछ कहाँ 2014मै अमेरिका आएर चाहिँ कागजपत्र बिग्रेको नभएको यो, किनकि त्यो एकदम के मान्छेले अलिकता सेन्स लगाएर अलिकता कमन सेन्सले पनि सोच्नुपर्ने कुरा हो क्या। कसैको बारेमा मैले बारम्बार भनिरहेको छु नि, कसैको बारेमा बोल्नुभन्दा अगाडि अलिकता एकचोटि स्टडी गरेर बोल्ने हो के। स्टडी गर्नुपर्छ, जरुरी छ के। बोल्नुभन्दा अगाडि स्टडी गर्नुहोस्। मैले यार म अमेरिका जहिले आएको, म त्यही बेलामा चाहिँ मैले तपाईँहरूलाई गरिराखेको छ त्यो कुरा। म कुन दिनमा आयो, कहिले आयो, कुन सालमा आयो, हरेक कुरा भनिरहेको छ नि मैले, छैन र? हरेक कुरा भनिरहेको छ नि। कहाँ चाहिँ म 2014मा आएको, 2014मा आउने मान्छेको के छ? जो मान्छे भूकम्पभन्दा अगाडि आउने मान्छेको त अलरेडी कागजपत्र छ यो ठाउँमा, अलरेडी ऊ नेपाल आउन जानुको लागि सबै कुरा हुन्छ। खोइ के कमन सेन्स। जति पनि मान्छे 2015भन्दा अगाडि इलिगल आएको थियो नि अमेरिका कागजपत्र नभएर, उनीहरू सबैजनाको लागि आउन जानुको लागि सबै कुरा ढुक्क छ यो ठाउँमा, बुझ्नुभयो? सबैलाई, एउटालाई मात्र होइन। अनि जे बोल्दिनँ त्यस्तो कुरा, जे बोल्दिनँ मन लाग्दा। मैले त्यही भएर भनेको, मैले त अहिले सबैको यो के अरे प्रोफाइलहरू अथवा कसैको पनि मैले त्यो भिडियो मैले कोट्याएर हेरेको छैन। किनकि मलाई आए पछाडि चाहिँ मलाई चाहिँ मेरो आफ्नो जति पनि मेरो दाजुभाइ दिदीबहिनी हुन्छ, मलाई चाहिँ उहाँहरूसँग चाहिँ एकचोटि सबभन्दा सुरुमा कुरा गर्नु थियो है, म किन गयो के भयो भनेर। त्यसले गर्दा मैले चाहिँ म पहिला यसरी लाइभ आएर बोलेको होइन। अनि म सबै मेरो आफ्नो मान्छेहरूसँग चाहिँ एकदम म बोल्न एकदम म चाहिँ तडपिरहेको थियो कि, अरूको कुरा त मलाई थाहा भएन है। जतिले मलाई राम्रो सोच्नुहुन्छ, जतिले मलाई चिन्नुभएको छ राम्रोसँग होइन, मैले चाहिँ उहाँहरूलाई मात्र चाहिँ के अरे यो कुरा चाहिँ जानकारी दिनको लागि भए पनि म चाहिँ पहिला चाहिँ एकचोटि लाइभ बस्नुपर्छ भनेर म बसेको हो। अनि किनकि अब सबैको म्यासेज मैले रिप्लाई गर्न मैले सम्भव पनि भएन होइन। अनि त्यसले गर्दा त्यो मलाई चाहिँ यति कुरा मात्र भन्नु थियो कि, कसैले पनि जसले गर्दाखेरि कसरी भन्न सक्यो कि मैले गरेर यो गर्यो, मैले पठायो, मैले यो गर्यो त्यो गर्यो, खम यस्तो खालको यो फटाइ कुराहरू त्यस्तो कुरा नगर्नु है। त्यसले गर्दा
अब के भन्ने यो कुरामा क्या कहाँ इलिगल बस्यो अरे कागज पत्र छैन अरे आम्मा न्युज बनाउने म पत्रकार सबैको होइन मैले यो कुरा हेर्दा अब त्यो म बिस्तारै भिडियो हेर्दै गएपछि अब मलाई पनि त्यो बिस्तारै जाँगर चल्छ अनि त्यसपछि बल्ल मलाई बोल्न मजा आउँछ किनकि अहिले मैले कसैको बारे मैले केही हेरेको छैन देखेको छैन त्यही भएर मलाई त्यो खासै कसैलाई पनि केही भनिहाल्नु मलाई उचित ठानेन मैले होइन रिभेन्ज चाहिँ मैले जरुरी लिन्छु जरुरी मैले जवाफ दिन्छु डेफिनेटली हो त्यो कुरा 100% स्योर कुरा किनकि म चाहिँ जब मलाई कसैले चलाएपछि मैले नचलाउँला भन्न चाहिँ नसोचे हुन्छ त्यसरी मैले भने म गोर्खालीको छोरा गोर्खाको छोरा होइन त्यो मान्छेले भन्छ नि के अरे पत्थरको जवाब फुलले दिनुपर्छ म त्यस्तो मान्छे मलाई पत्थरको ठाउँमा म पत्थरले जवाब दिने मान्छे हो म चाहिँ त्यसरी मबाट चाहिँ त्यस्तो नसोचे हुन्छ कसैले मलाई पत्थर हान्ला म फुलले हान्छु त्यो चाहिँ नसोच्नु मेरो स्वभावमा छैन त्यो कुरा मलाई जसले जस्तो व्यवहार गर्छ म एक्ज्याक्टली त्यही व्यवहार